मलाई सेनाले नबोल भन्यो भने म बोल्दिनँ, किनकि उसले राजनीतिक रूपमा नबोल भन्दैन। उसले देशका लागि केही समय चुप लाग, अब आर्थिक प्रगति गर्नुपर्छ, विकास गर्नुपर्छ, हैन, एउटा स्थिरतातर्फ लानुपर्छ भन्छ र अनि नबोल भन्छ। तर प्रहरीले नेतालाई अप्ठ्यारो पर्ने कुरा मात्रै नबोल भन्छ, देशलाई अप्ठ्यारो पर्ने कुरा नबोल भन्दैन। अहिले म माथि त्यही भएको छ। सरकारले नबोल भनौँ मानिँदैन, सेनाले नबोल भनौँ भने मानिन्छ। म विनम्रतापूर्वक तत्कालै आजकै मितिमा नेपाली सेनाको सम्बन्धमा संविधानले भनेको कुरा बताउन चाहन्छु। हाम्रो संविधानले यो सरकारलाई तत्कालै भङ्ग गरेर अर्को राष्ट्रवादी सरकार गठन गर्नुपर्छ, यो विदेशीबाट सञ्चालित सरकार हो। यसरी विदेशीबाट सञ्चालितहरूलाई अपदस्थ गरेर नयाँ सरकार गठनको इनिसिएसन सेनाले आफै लिन सक्छ भन्ने कुरो संविधानको धारा 267 मा लेखिएको छ। सार्वभौमसत्ताको रक्षा सरकारले गरुन्जेल मात्रै त्यस्तो सरकारले दिएको आदेश निर्देश सेनाले मान्ने हो, नभए नमान्ने हो भन्ने कुरो सार्वभौमसत्ता रक्षा गर्न सक्यो भने मात्रै हो। अस्तिको सरकारले सार्वभौमसत्ता पनि रक्षा गर्न सकेन, आफैलाई पनि रक्षा गर्न सकेन। त्यसैले संविधानको धारा 267 क्रियाशील भयो र 267 बमोजिम नेपाली सेनाले नयाँ सरकार गठन गर्नलाई छलफल चलाएको हो। त्यो संवैधानिक थियो। कसैले असंवैधानिक भन्छ, कुनै प्रोफेसर, डाक्टर, वरिष्ठ न्यायाधीशहरूले भने मसँग छलफल गरून्। संवैधानिक कदम थियो सेनाको, त्यो नजिर बसिसकेको छ। सेनाले गलत सरकारलाई भङ्ग गरेर नयाँ सरकार गठन गर्न सक्छ, आफै छलफल चलाउन सक्छ। तत्कालै छलफल सुरु गर्नुपर्छ, यो सरकार भङ्ग गर्नुपर्छ। नयाँ सरकार गठनका लागि नेपाली सेनालाई संविधानको धारा 267 ले जो राष्ट्रियतालाई तपाईको चाहिँ अक्षुण्ण राख्न सक्दैन, जसले सार्वभौमसत्ताको निरन्तरताका लागि आफै उभिन सक्दैन, त्यस्तो सरकारले दिएको आदेश निर्देश सेनाले पालना गर्नु हुँदैन। यो नै सेनाको कर्तव्य हो। त्यो 267 मा लेखिएको छ। कसैले भन्न सक्छ अस्तिको सेनाले सरकार गठन गर्न गरेको छलफल असंवैधानिक थियो भनेर, ल भनेर देखाउन् त। कसले भन्ने? अब राष्ट्रपति नै कुलेलाम ठोकेका थिए, भागेका थिए। त्यसैले मैले भनेको सही हो। 267 ले संविधान बमोजिम सेनालाई नयाँ सरकार गठन गराउन अधिकार दिएको छ। तत्काल छलफल सुरु गर्नुपर्छ।